हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। तपाईँहरूलाई मेरो यो नयाँ भिडियोमा स्वागत छ हैन। अनि तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ च्यानललाई सब्सक्राइब गरिदिनु होला। अब पुरानै हुनुहुन्छ भने चाहिँ भिडियो अन्तिमसम्म भने नि हेर्नु होला। आज चाहिँ मैले यो ब्लग घरबाट सुरु अब नयाँ बजारबाट सुरु गरेको छु। मैले मम्मीलाई ल्याइदिनु थियो नयाँ बजारसम्म, अनि मम्मीलाई यहाँ नयाँ बजार ल्याइदियो। अब म भान्जे बिदा भएको थुप्रो दुइटैको बिदा थियो। अनि लु त बुन्डोलसम्म जाउँ भन्ने सुरु भयो। बुन्डोलसम्म जानु लाग्यो होला। आजको यात्रा चाहिँ बुन्डोलसम्म लु हेर्दै जानु के कस्तो लाग्छ। यसमा रिलहरूमा देखाइ गयो। अनि त अरूले मजा लिएपछि हामीले पनि त मजा त लिनु पर्यो। जाम काहीँ नपर्ने हुन्थ्यो। म त यहाँबाट अब डाइरेक्ट बल्बु निस्किने हो, त्यसमा जाम नपर्ला। अब तपाईँ चाहिँ मजा आइरहेको छ होला चाहिँ। घाम हिजो त्यत्रो बेलुका पानी त्यत्रो ठुलो पर्यो, आज यस्तो चर्को घाम लागिरहेको कि मैले जाउँ न त भनेर प्लान बनिसकेपछि त घाम लाग्यो नि, पानी पऱ्यो नि, हिँड्न त हिँड्नै पर्यो। जाँदा चाहिँ त्यहाँ त यो बर्खामा चाहिँ झरनाहरू चाहिँ अलिक धेरैवटा झरना भ्याउने भन्ने चाहिँ हिसाब छ छैन चाहिँ। अब रोड कन्डिसनहरू पनि राम्रै भइदियो त ठिकै हो। रोड कन्डिसनहरू के कस्तो छ, अलिक पानी पर्यो भने बेलुका त्यो हिरो बाटो गजगज त्यति चाहिँ झ्याउ हुन्छ। यो कालीमाटीबाट लेफ्ट लिइसकेपछि बिहार एउटा बलको पुगिहाल्छ। त्यसपछि त हामी त टियु हुँदै जाने हो। अब तपाईँहरूलाई रोड अपडेटको लागि चाहिँ मैले बुझेअनुसार चाहिँ कहाँबाट आउनुपर्छ भने दक्षिणकालीको गाडी चल्नु पर्यो। दक्षिणकालीको गाडी चल्नुको लागि आरएनएसीबाट दक्षिणकालीको गाडी लाग्छ। तर रेगुलर चाहिँ लाग्दैन, भनेर लागि चाहिँ राख्दैन। टाइम छुट्याएर हुन्छ। त्यो टाइमको बिचमा चाहिँ लाग्छ। अनि आरएनएसीबाट गाडी चढेर यहाँ अब फर्किङ बजारमा भेट्नुपर्छ है। फर्किङ बजारबाट झरेर अनि मास्तिर लाग्नु पर्यो। अब अरू चाहिँ हिँड्न भनेर जान्छन्, हिँड्न जाने हो चाहिँ फर्किङ बजारमा झरेर अनि हाइक सुरु गर्नु पर्यो। अब होइन बाइक चाहिँ अब हामी हिँड्न नसक्ने छौँ। हामी भन्दा नि म त्यसै हिँड्दिनँ कहिले पनि। अनि म हिँडिसकेपछि अब बाइक चाहिँ अलिकति माथिसम्म जाँदा छ, बाइकबाट झरेपछि आधी घन्टा जस्तो हाइक गर्नुपर्छ कि भनेर सुनेको छ। अब हम पनि गएको छैन, हेर्दैछौँ। म अपडेट गराउँदै जाउँ न। अब यो बल्कु चोक आयो, बल्कु चोकबाट यता राइट लिने यता चाहिँ अनि हामी जान्छ भनौँ न। बल्कु चोकबाट कस्तो बिचमा पाउँदैन त भन्छ नि।
म बिचमा पऱ्यो मलाई अहिले चिटको के आनकानी गरिदिन्छ कि जस्तो लाग्यो भनेको गर्दा गर्दै यहाँनिर चाहिँ जाम पर्यो एकछिन ठुलो होइन गाउँ यता भएर हामी चाहिँ टियुपट्टि लाग्नु पर्यो अब यहाँभन्दा मात्र यता चाहिँ टियु भइगयो यो चाहिँ अब साधन लिएर जानेलाई चाहिँ ठिक हो अब गाडीमा जानलाई चाहिँ त्यही फर्जिङ बजारमै झर्ने गरेर गयो त्यसले म्याप हेरेको छ होला त्यसलाई अगाडि जानु दिएको हो यो गर्मी कस्तो भएको भन्यो हेलमेट यो मोबाइलबाट भ्लग बनाउँदाखेरि हेलमेट लगाएपछि मोबाइलले हेलमेट चल्तिए तान्दिने क्याप लगायो टाउको दुखाइसक्यो भने त्यो क्यापले अगाडिपट्टि निधारमा चेप्थ्यो अब दक्षिणकाली जान्छ यताबाट हामी फर्टिङ जानलाई चाहिँ यहाँबाट माथि हो यो फर्टिङ चौक चाहिँ यहाँबाट हिँडेर जानु पर्यो हाइकिङ जाने हो भने हामी चाहिँ अब कति माथिसम्म जान्छ त्यति माथिसम्म लगौँ अनि जहाँसम्म जति थोरै हिँड्नु पर्यो त्यति मेरो लागि चाहिँ हामीले म्याप पनि अब स्ट्यान्ड नभएपछि रोड्दै हेर्दै जाँदै गर्नु पर्यो यो फर्टिङ दक्षिणकाली जाने उता भएको यो चाहिँ मास्तिर लागिसकेपछि हामीलाई नि बाटो थाहा छैन डाटा पनि नचल्दिरहेको छ अनि वर्ल्डिङको फ्री वाइफाई पनि कनेक्टै हुँदैन भनिरहेको छ घरबाटै गएर ल्याउनु पर्छ अफलाइन डाउनलोड गरेर ल्याउनु पर्छ अब हामी पनि बाटो सियो नभयो अब हामी लागे अनुसार चाहिँ होइन छ भने अहिले फर्किन्छौँ अहिलेको लागि चाहिँ उयो ढोका देखिसकेपछि उयो गेट यहाँबाट हामी मास्तिर लाग्छौँ सिधै नभएर
म्याप अनुसार यही हो कि भन्ने कुरो छ। होइन भन्छ भने अहिले अपडेट दिउँला, थाहा दिउँला। हो भन्छ भने यही बाटो हेरेर आउँदा आउँदा ओहो त्यो उकालो यो त हाइक जाने बाटो जस्तो देखिन्छ त। बाइक ओभरहिट भइसक्यो। यहाँबाट चाहिँ माथि पुरै बाटो खतमै छ जस्तो छ खाना चाहिँ। यता मस्ती होइन चाहिँ यहाँबाट चाहिँ उताको छ है। यहाँ मान्छेलाई सोद्धाखेरि थाहा पाउँछ। अघि हामी लागेकै बाटो आउनु अनि बिचमा यहाँ तपाईँहरूले यो धावा देख्नुहुन्छ नि, यो धावा देखिसकेपछि यता मास्ती नलागेर यता सिधै यता चाहिँ लाग्ने नि। अनि चाहिँ सिधै छ। अब जति बाटो पुग्छ जाने ठाउँसम्म लगौँ। एडभेन्चर तातो नचलेको पनि कहाँ अब किने बेला भइसकेको छ, नतान्ने भइसक्यो। तान्दैन त यसले त तान्दिनँ भन्छ त। आऊ पख पख आइ होइन त्यो चिप्लिन्छ, पानी परेछ। पख 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 चिप्ल्या चिप्ले गर्छ पख। हो अब हो, अब मेरो पालो हो। चिप्ल्या चिप्ले गर्छ, मैले झन् खुट्टा भेट्दैन। अब हो के लडे बाइक छोडे। यो चाहिँ दक्षिणकाली त्यो है फुटबल ग्राउन्ड। यो दक्षिणकाली फुटबल ग्राउन्ड उहाँबाट कता लाग्ने पनि बाटो छ, उताबाट मास्ती कता लाग्ने बाटो छ। मैले बिहान म्याप त हेरेको थिएँ। यो चाहिँ दक्षिणकाली फुटबल ग्राउन्ड। यहाँ माथि कस्तो दामी देखेको छ, बादल आदि आदि। यो कस्तो दामी चाहिँ ग्राउन्ड पनि ठुलो हो भन्छ त। माटो यहाँ चिप्लो छ अलिक बिस्तारै होइन, ध्यान दिएर आउनु होला। आउनु चाहिँ त्यो ठाउँ चाहिँ दामी छ। ओ मागो टुडुलो
एडभेन्चर मजा आयो हजुरलाई जे भने कस्तो मजा यस्तो यस्तो बाटो पाउने त पहिला यसलाई जान्दियो अनि फेरि झप्प झप्प रोकिँदाखेरि दुइटै ठुकिन्छ अझ तान्दै नतान्ने जस्तो छ अनि अब लाग्यो होइन तानेको बेलामा लगिहाल्यो लु यता नजाने ऊ यता लाग्ने त दुईजना आउने हो भने चाहिँ एउटा बाइकमा एनएसहरूले चाहिँ नतान्दिने भएको मेरो मात्रै होइन त्यसको पनि त्यस्तै भयो दुईजनाको लागि चाहिँ खत्तमै हो बाटो त्यही भएर दुईजना आउँदै हुनुहुन्छ भने चाहिँ मेरो सजेसन मान्दा चाहिँ नआएकै राम्रो यो बाटो दुईजना कुनै हालतमा पनि डबल लोड लिएर चाहिँ नआएकै राम्रो दुईजना चाहिँ केही गरी पनि नआउनु यो साह्रै नै उकालो छ भने हो म चढ्दै नचढी भयो ल अन्त के गर्नु जुत्ता यहाँ अब रोकिनै पर्ने अवस्था बनायो बाइकले तातेमा तान्दै ताने नि त नि त्यसका बाजेको अझै छ होइन आधी किलोमिटर जस्तो अझै छैन अझै यस्तैमा छ भने अरू तान्दिँदैन ठिक अब दुईजना आउँदै हुनुहुन्छ भने चाहिँ एफजेड सेफ्जेड छ भने चाहिँ हुन्छ होइन भने चाहिँ एनएसटिओ चाहिँ नआए नै हुन्छ यहाँ राम्रो पनि छ बाटो त आयो 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 जाऊ रमाइलो गर्न आएपछि यतिको त गर्नुपर्ने यहीँ हो जस्तो छ लास्ट स्टेसन मजा आउँछ कि अब यहाँबाट हाइक गर्छु हो तर हाइकिङ आउँदाखेरि चाहिँ हेर्ने ठाउँ चाहिँ धेरै छ कि भनेर सुनेको थिएँ मैले पनि दक्षिणकाली पुरानो दक्षिणकाली मन्दिर अनि भ्यू पोइन्टहरू के छ अरे अब हाइकिङै आएको राम्रो छ अनि बिचबिच काफलको बोट छ अरे अब हामी हिँड्न चाहिँ हिँड्छौँ अब मलाई पनि थाहा छैन यसलाई पनि थाहा छैन कहाँ हो बाटो एक्ज्याक्टली भनेर अब म्यापको भरोसा आएको छ अघि म्यापले दुईचोटि धोका दिइसक्यो
अब जे हुन्छ देखा जाएगा हिँड्न घुम्न भने हिँडेको अब त बुन्डलले हराए अब पुगिन्छ नभए जङ्गल घुमिन्छ आइन्छ अनि जसरी यत्रो दिनपछि बाइक चलाएको बाइक चलाउन मजै आइगयो त्यसरी त्यो गर्नको लागि अफ रोडिङ अलिअलि गर्यो ल्याउनु पर्ने रहेछ बाइक पनि यार यस्तो माने यतासम्म त आउने हो झन् पानी पऱ्यो नि सो जाँदा पानी परिदियोस् मा कसम यति गाह्रो पर्छ तर त्यस्तो चिप्लो छैन बाटो त्यताको पानी नपर्दा त आएको माटो चाहिँ ढुङ्गावाला खालको छ नि त फेरि रातो माटो भने पहिरोले ढाल्दै रहेछ मैले एउटा भ्लग हेरेको थिएँ यो बाटो पनि जान्छ जान चाहिँ अनि हाइक फर्किए जाँदाखेरि उहाँ देखेको तल उहाँ भयङवाला बाटोहरू देखिएको छ यो बाटो पनि जान्छ है पहिरो गएर जान्छ आधी घन्टा छ यहाँ बाइक गर्ने ठाउँबाट हिँड्ने ठाउँ आधी घन्टा छ भन्ने 11 बजा थियो उहाँ दिँदा तलसम्म त बाटो राम्रै हो यता मास्तिर आएपछि चाहिँ हाइकिङ बात सुरु भएपछि हाइकिङ अब त जता जता छ त्यति हिँडिँदैन नि घाँस काट्न बाटो नि हुन्छ म त अहिले थाकिसकेँ यति मैले कति छ लु खत्तम भयो भने यहाँ त बुन्डल कटिसक्यो भन्ने कुरा आयो त अब यतापट्टिबाट हेर बुन्डल त नजिकै रह त बुन्डल त अघि त्यहाँबाट त नजिकै थियो त हामी त तलबाटै बाटो छ हामी चाहिँ धेरै माथि आएछौँ अब यहाँ माथि गइसकेपछि अझै एउटा कनेक्ट हुने बाटो देखाएको छ कनेक्ट हुने बाटो रहेछ भने अनि फेरि त्यहाँबाट तलतिर झर्नुभयो अब गइन्छ भने चाहिँ यही बाटो फेरि फर्किनु भयो यहाँ बाटो छ हामी आज धेरै माथि आइसक्यौँ आनन्द छ हुन्छ तर त्यस्तै हिँडे जस्तो फिल चाहिँ भएन अहिले चाहिँ यो बाटो माथि चम्पादेवी जान्छ क्या हो यहाँबाट तल्थ्यो हो यहाँ तल त्यो बुन्डलको माथिबाट चम्पादेवी जान्थ्यो अहिले त्यहीँ पुगेपछि देखाउन चाहिँ त्यसमा मैले भ्लग हेर्दाखेरि चाहिँ चम्पादेवी जाने भयङ देखाएको थिएँ त्यही भएर हो कि भन्ने सोचेँ है पानी हो गई सैया ने देखा ऐसा नाच मैं पानी हो गई ओ बुन्डल दिँदै नि टाढा होइन ठ्याक्कै टाढा भन्ने यति पनि यति गएको छोटो त्यही थोरै छ क्या हाइक पनि अनि ठाउँ पनि राम्रो छ है भनेको हो आउन चाहिँ सबैजना एकचोटि यो अब साधनै लिएर आए पनि हाइकै लिएर आए पनि एकचोटि आउनु अझै तलको सिन पुगेपछि देखाउँला अहिले गाइज आइपुग्यो होइन हो छ मैले भने बाटो छ उयो पुलबाट यता मास्तिर चाहिँ यो बाटो हामी अहिले झर्गा बाटो चाहिँ सिधै गयो भने चम्पादेवी हो अब यहाँ साधना आउनुभयो भने थोरै हिँड्नुभएको छ धेरै हिँड्नु मन लाग्यो भने चम्पादेवीतिर चढ्दा पनि भयो हुन चाहिँ हो मान्छे टन्नु छ नि त्यही होइन हामीमा त सिङ्गल आएछौँ कि अब सब डबल आएछन् बेलुकाको 1-2 त्यही त रातिको 1-2 भएसम्म
अनि क्याम्पिङ गर्न आउनलाई खानपिनको व्यवस्था चाहिँ कहाँ तपाईँहरूकै त्यो हुन्छ कि के हुन्छ मासुहरू त आफै ल्याउने हो अनि अरू थोक चाहिँ दाउराहरू यहाँ पाइन्छ हजुर अनि दाउराहरू चाहिँ कसरी किन्नुपर्ने कि जङ्गलबाटै ल्याउने आफैले खोज्यो नि झन् पैसा परेन ए भन्दा तपाईँहरूबाट लियो भने चाहिँ पैसा पर्ने भयो भने चाहिँ है यहाँ आएर टेन्टहरू पाउने हो भने चाहिँ 6जनालाई चाहिँ छ रेन्टमा कसरी पर्छ एक रातको टेन्टको मात्र 700 पर्छ होइन नि टेन्ट मात्र यहाँ आएर गर्छु भन्दा नि पाइन्छ खाजासाजा खुवाउनु हो अब हामी यहाँ यो स्टुडेन्टहरूको प्रोग्राम चलायो भने मान्छे धेरै आउँछन् अब अरू बेलामा चाहिँ के हुन्छ थाहा भएन हामी यहाँ अराउन्ड 1-1.5 घन्टा बस्यौँ अनि आउँदाखेरि जुन बाटो थियो जाँदाखेरि त्यो बाटो नगएर अर्को बाटो जानु लाग्छ हामी चाहिँ आउँदाखेरि त्यो माथि चम्पादेवी निस्किने बाटोमा पुगेको थियौँ अलिकति अब त्यो बाटो ननिस्क्यो अर्कै बाटो जानु लाग्छ हामी चाहिँ ओभरअल यहाँ अब तपाईँहरू आउने हो भने चाहिँ यहाँ रमाइलो गर्छ ठाउँ चाहिँ एकचोटि अब हाइकिङको लागि मात्रै हुने पनि आउनुपर्छ अनि क्याम्पिङ गर्ने गरी आउने हो भने चाहिँ यहीँ 6जनाको लागि 700 को दरले त्यो पनि पाइन्छ है टेन्ट पाइन्छ है अब खानकी आफैले लिएर आए पनि जसरी आए पनि त्यो चाहिँ गर्छ क्याम्पिङ गर्नको लागि पनि सुविधा चाहिँ गर्छ अब यति नै इन्फर्मेसनका साथ आजको भ्लग चाहिँ मैले यहीँ इन्ड गरिदिएँ होइन ल थ्याङ्क्स फर वाचिङ धन्यवाद